सबैजनालाई नमस्कार। जय मानव सेवा आश्रमको ब्लगमा हजुर सबैजनालाई स्वागत छ। आज म हाम्रो आश्रमको करेसाबारीमा फलेको टमाटरहरू देखाउने छु। सबैजनाले हेरिदिनु होला। यो हो हाम्रो करेसाबारी। ठाउँ सानै छ तर फलेको चाहिँ धेरै छ टमाटर। हजुरलाई देखाउँछु है मैले। टमाटरहरू हाम्रो चाहिँ आदरणीय जनक दाइ र आश्रममा रहनुहुने बुवाहरूको सहयोगले हामीले बारी बनाएर टमाटर रोप्यौँ र रोपेपछिको नतिजा अहिले हामीले बजारबाट किन्न परिरहेको छैन। टमाटर आफ्नै बारीमा फलेको ताजा टमाटरहरू खुवाइरहेछौँ आमा बुवाहरूलाई। एउटै बोटमा 7 केजी जति टमाटर फलेको छ र अहिलेसम्म चाहिँ हामीले 3टा क्यारेट टमाटर टिपिसकेका छौँ। यो ठाउँबाट 3वटा क्यारेट टिपिसकेका छौँ टमाटर। उहाँ दाइ र हाम्रो आश्रमका आमा बुवाहरूको सहयोगले आज फेरि अर्को क्यारेट पनि टमाटर बनाइसकेका छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो भ्लगलाई हेरिदिनु भएकोमा। धन्यवाद। जय मानवता।